अनि दाइ यार के बोलेको यार क्रेजीकरण दाइ के बोल्या यार थोडा सबडा राखिदिएर हाम्रो के बोल्या भने त्यस्तो दाइहरूलाई सम्झाउनु नपरोस् है। मैले दाइ भनेर एक्सप्लोर गरेपछि दाइहरूलाई सम्झाउनु नपरोस्। मेरो यु मदरफकर क्रेजी करण दाइ हैन सुरुमा हामीलाई त्यही भनेको थियो हैन यु मदरफकर्स तिमीहरुकै कारणले हो यस्तो भइरा हैन पावर कहाँ लागिरहेछ के लागिरहेछ सब थाहा भइरहेछ नि होइन केटा हामीलाई सब थाहा छ नि कहाँबाट के हो सबै कल आइरहेछ नि कुन ठाउँमा के कति पावर लागिरहेछ। नेपाल सानो त छ इत्रु छ नेपाल त्यो इत्रु ठाउँमा पनि अब झगडा गरेर बस्यो भने अब झगडा नगर्ने त होइन गरिरहेकै हुन्छ त्यो गरेर अझै अब त्यसरी अब दुश्मनी लिएर बस्यो भने अझै लिन्छ भने पनि ठिकै छ ओके भेट त हुन्छ कुनै न कुनै दिन जाने बजार एउटै हो घुम्ने बजार एउटै हो मार्केट अब भनौँ न यो नेपाली हिपहप सिन चाहिँ अब अलिकति त्यस्तो कन्ट्रोभर्सियल वेमा भन्दा पनि होइन सबजना मिलेर गएको चाहिँ बेटर लाग्छ क्या। अहिले तिमीलाई चाहिँ के लाग्छ भनौँ न नेपाली हिपहप कसरी चाहिँ ग्रो भइरहेछ क्या अब कसरी भन्नु त यार तर उसको चाहिँ फेरि तिम्रो अहिले त सबै टाइपको ट्र्याक हान्दा हुन्छ नि त अब अहिले त म त्यही हो गीतमै अलिकति गीतमा फोकस गरेर छु एक्सपेरिमेन्ट गर्दैछ नयाँ नयाँ तपाईँहरूले सुन्नु होला त्यो चाहिँ मलाई दामी लागेको थियो क्या त्यो फिचरिङ थियो नि याला हप्पा कि बवाल लागेको नयाँ पारा होइन तर कहाँ छस् त म कहाँ छु अनि त माया बच्चालाई साथी भनेको होइन त्यो केही के कति कुरा तँलाई माछिङ भन्नु पर्दाखेरि कस्तो हो नि त म त तेरो घर जाने बाटो बिर्सेर त म 200 को लागि तडबिरहेको मान्छे होइन अनि तँलाई मैले म चाहिँ 200 रुपियाँ दिएर बाटो देखाएको मान्छे यो संसार कस्तो छ हेर्दा राजा कतिखेर को कहाँ पुग्छ थाहा छैन क्या मान्छे म हिरो भनेर त्यो सोसियल मिडियामा त्यो लाइक त्यो होइन क्या मलाई सोसियल मिडिया आउनै छैन यसरी फेस देखाउनै छैन खास त होइन तर पनि म चाहिँ आज बोल्नु परिरहेछ किन बोल्नु परिरहेछ कसरी बोल्नु परिरहेछ दिने सरकार को हो भन्ने कुराहरू होइन तँलाई पनि राम्रो थाहा छ क्या सरकार म चाहिँ देश चलाउनु पर्दैन क्या सरकार भन्दैमा एउटा निकनेम हो त्यो भनेको मैले एउटा भाइब सम्हालिरहेको छु एउटा केटाहरूले सरकार भन्छ एउटा गाईसँग इन्जोय गर्छु होइन एउटा छ नि त एउटा फ्लोमा एउटा हाम्रो एउटा छुट्टै भाइब छ नि त होइन त्यो टाइपको हो हाम्रो भाइब चाहिँ अनि तैँले खाइस अब डिस खाइस होइन अब सो सर्वनाशको डिस खाइस मेरो तैँले के खान्छस् त्यही हो कुरा मेरो चाहिँ होइन अनि फेसअप गर्न आइजो यताउता दायाँ बायाँ कल सल नघुमा होइन त्यही हो केटा होइन बाबु राजा बाबु फुच्चे दिस इज ऱ्याम तेरो सब मदरफकिङ एस टक अबाउट दिस टपिक होइन गाइज होइन पावर कहाँ लागिरहेछ के लागिरहेछ सब थाहा भइरहेछ नि होइन केटा हामीलाई सब थाहा छ नि कहाँबाट के हो सबै कल आइरहेछ नि कुन ठाउँमा के कति पावर लागिरहेछ भन्ने कुरा होइन अब यो डिसमा मजाले गीत सुन्ने मान्छेले थाहा पाइहाल्छ मजाले थाहा पाइहाल्छ त्यही हो द्याट्स अल गाइज होइन चेस फर यु गाइज है त ल खास गरेर चाहिँ आएको ब्लग चाहिँ जति वाल बाटीलाई सपोर्ट गरिरहेको छ नि त्योभन्दा 2 गुणा मैले गरिदिरहेको छु यस्तो हो क्या बाडी कमेन्ट पनि हान्दैछु छैन हिज माई त्यो कस्तो भने लाइक हामी एकदम सानो ग्राउन्डेड एउटा स्ट्रिटमा भेटेको मान्छे होइन अहिले हामी मुझे स्टेज चढ्नको लागि रेडी छौँ क्या पुगी पनि सकेका छौँ क्या अनि दाइ यार के बोलेको यार क्रेजीकरण दाइ के बोल्या यार थोडा सबडा राखिदिएर हाम्रो के बोल्या भने त्यस्तो दाइहरूलाई सम्झाउनु नपरोस् है। मैले दाइ भनेर एक्सप्लोर गरेपछि दाइहरूलाई सम्झाउनु नपरोस् मेरो त्यति मात्रै चाहना हो भाइहरूलाई माया गर्छु दाइहरूलाई सम्झाउनु नपरोस् त्यति त्यो दिन नाइफ काण्डा भएको होइन भनेर भिडियो हाल्दा पनि मेरै भिडियो हालिदिएर होइन नाइफ काण्डा लेखिदिनु पैसाको लागि कन्टेन्टको लागि जे पनि मजाले रिसर्च गरेर गरौँ जे गरे पनि त्यो पैसाको लागि कन्टेन्टको लागि जे पाइ त्यही नगरौँ गाइज होइन हामी हाम्रो समाज के हो कस्तो हो रियल फ्याक्ट कुराहरू बुझौँ अनि त्यसपछि अगाडि बढौँ सबलाई माया छ या अनि त्यही हो होइन त्यही हो अनि लिसन यु मदरफकर क्रेजी करण दाइ होइन सुरुमा हामीलाई त्यही भनेको थियो होइन यु मदरफकर्स तिमीहरुकै कारणले हो यस्तो भइरा हामीलाई त्यही भनेको थियो जस्तो आयो त्यस्तै गएको हो होइन बेटर यु हेभ टु रिसर्च होइन मजाले पहिला रिसर्च यो समाज कस्तो हो भने तपाईँलाई थाहा छ क्या दाइ रिसर्च गरेर के अरे छाप्नु होला युट्युबमा होइन यतिको पैसा नकमाउनु त्यही हो होइन अस्ति त्यहाँ हाम्रो आकु दाइको ब्लगमा यताउता होइन देखिरहेको थियो होइन यहाँ पृथ्वी गोलो छ अनि यताउता भेटिहाल्छ नि होइन यताउता भेट्या थियो बगी खानामा भेट्या हो होइन नबिर्से हुन्छ होइन त्यो अब भेट्ने मान्छेलाई थाहा होला होइन अरूहरूलाई त अब गफ लाग्ला होइन तर त्यहाँ भेट्या हो होइन तर त्यहाँ एक्सपेक्टेसन अर्कै थियो तर अर्कै भयो ठिकै छ केही छैन होइन सुमन्त्र गायब हुने दिन बिस्तारै आउँदैछ होइन त्यही हो द्याट्स लाइक अ सर्ट होइन आउँदैछ अब दामी बारले ल सरकार थोरै के दियो होइन यसो चित्त नबुझेको कुरा दिँदा के फरक पर्दैन है होइन वी अलवेज टक अबाउट रियल सिट है Peace out.